हेलो गाइस, आज चाहिँ मैले छिट्टो मिठो भिडियो बनाएको छु। हामीले दैनिक रूपमा प्रयोग गर्ने दुधदेखि छाली मात्रै काटेर दुधलाई युज गरेर राखेको थोरै छालीलाई महिना दिनको छालीहरू घिउमा परिणत मैले मिक्सरको सहायताले छाली मजाले फिटिनुपर्नेछ। मजाले छाली फिटिसकेपछि घिउमा परिणत हुन्छ, घिउ छुट्टिन्छ। अलिकति भाँडा सानोमा अब यसलाई ठुलो भाँडामा तपाईहरुको पनि घरमा दैनिक दुध राख्नुहुन्छ भने यसरी नै छाली छुट्याउनुहोस् र घिउ बनाएर खानुहोस्। धन्यवाद।